ल आज चाहिँ हाम्रो पुरै झिँगे माछा साछा नभन्नु निन्द्रा लाग्नु मिठो जिनिस त्यही त हो त बनाउन पनि टाइम लाग्छ तर लास्टै कम्ती हुने क्या है हेर्नु नि यो आधीभन्दा त धेरै फ्याँकिँदो रहेछ 4 भागमा 3 भाग फ्याँकेर 1 भाग बच्दो रहेछ अनि होइन त्यतिकै बनाएर फेरि राम्रो हुँदैन नि त अलिअलि फ्राई गरे जस्तो गर्यो काँचै अरविन्द र त्यो बुढो आउँदाखेरि त पुरा यो सबै यत्तिकै खाना क्या यो नफ्याँकिकन यत्तिकै फ्राई गर्यो अनि खाएको मैले देखेको कि हेरौँ कस्तो हुँदो रहेछ कहिले खानु भएको छैन होइन मलाई नि फ्राई गर्दै खा भन्दै तर खासै खाँदैन थिएन चेक गरौँ न त कस्तो हुँदो रहेछ आज